जताततै घन्टीको माहौल भइरहेको बेलामा यदि तपाईँलाई पनि यस्तै घन्टी डिजाइन गर्न मन लाग्छ भने चाहिँ यो भिडियो तपाईँहरूको लागि हो। लास्टसम्म हेर्नु होला। घन्टी डिजाइन गर्नको लागि चाहिँ तपाईँलाई फर्स्टमा सोलिडवर्क्स सफ्टवेयर चाहिन्छ, किनभने मैले त्यसैबाट गरेको छु। सफ्टवेयर खोल्नुहोस् अनि कन्ट्रोल एन गरेर नयाँ विन्डो खोलेर जुनसुकै प्लेन लिएर, मैले चाहिँ फ्रन्ट प्लेन लिएको थिएँ। फ्रन्ट प्लेन लिएर यो स्केच गर्नु। यो स्केच चाहिँ मैले स्प्लाइन युज गरेर गरेको थिएँ फ्री ह्यान्ड। प्रोपर डाइमेन्सन छैन, जस्ट सेप आएपछि हुन्छ। त्यस पछाडि बिचको एक्सिस लिएर रिभल्भ बोस पेस गर्नु। अनि त्यस पछाडि टपमा फ्लेट युज गरेको थिएँ मैले, फ्लेट गर्न पायो। त्यस पछाडि अब हामीलाई घन्टी बज्ने पार्टको लागि चाहिँ मैले भित्रबाट बोस एक्सट्रुड गरेको थिएँ। त्यसको लागि चाहिँ एउटा टप प्लेन ल्याउनु अनि टप प्लेनबाट चाहिँ बोस एक्सट्रुड गर्नु। अनि त्यस पछाडि एक्सट्रुड गर्ने बेलामा चाहिँ अफसेट अलिकति डिस्टेन्स राखेर अप टु सर्फेस गर्नु। सर्फेस गर्दा चाहिँ घन्टीको इनसाइडपट्टिको सर्फेस सिलेक्ट गर्नु। त्यसरी अनि त्यो घन्टीको सानो पार्टलाई चाहिँ स्मुथ गर्नको लागि फ्लेट हान्ने। अनि त्यस पछाडि घन्टीको रिङ बनाउनको लागि चाहिँ फेरि स्विप युज गर्नुपर्छ। त्यसको लागि चाहिँ फ्रन्ट प्लेन अथवा राइट प्लेन ल्याउने अनि त्यहाँ एउटा सर्कल स्केच गर्ने र स्वेप्ट बोस पेस गर्ने। अनि स्वेप्ट बोस पेस गर्ने बेलामा चाहिँ त्यहाँनिर सर्कुलर प्रोफाइल टिक गर्ने। अब यो रिङ बनाउनको लागि चाहिँ फ्रन्ट प्लेन ल्याउने अनि फ्रन्ट प्लेनमा एउटा सर्कल स्केच गर्ने अनि फेरि स्वेट बोस बेसमा गएर सर्कुलर प्रोफाइल सिलेक्ट गरेपछि हुन्छ। त्यस पछाडि अब अर्कोमा चाहिँ इलिप्स ल्याउने, इलिप्स ल्याएर गर्ने अनि फ्रन्ट प्लेन र राइट प्लेन चेन्ज गर्दै इलिप्स गराउने। अनि एउटा पार्ट भनेपछि त्यसलाई मिरर गर्ने, मिरर गर्दा चाहिँ भर्टिकल डाइरेक्सन राखेर गर्दा भयो। त्यति नै हो। अब हामीलाई भित्रको चाहिँ बज्ने चाहियो। बज्ने गराउनको लागि फेरि त्यहाँनिर मैले रिभल्भ बोस फेस युज गरेको छु। यसमा पनि मैले फ्री ह्यान्ड स्प्लाइन स्केच युज गरेँ। यही गर्न सकिन्छ। डाइमेन्सन चाहिँ एक्युरेट छैन, जस्ट त्यस्तो देखिने टाइप मात्रै बनाएको, फुल्ली डिफाइन पनि छैन। अनि बल्ब बनाउनको लागि चाहिँ त्यो भित्रको बल्ब बनाउनको लागि चाहिँ मैले फेरि रिभल्भ बोस युज गरेँ। यसरी गर्न सकिन्छ है। अनि हाम्रो घन्टी बन्यो।